एभ्रिवान आजको ब्लग चाहिँ दिउँसोबाट सुरु भयो किनभने मेरो दाइ जानलाहन आज अर्जेन्ट काम परेर इन्डिया अर्जेन्टली बोलाएर दाइलाई उताबाट दाइ चाहिँ जानलाहन अब आज आउनुभएको भयो चाहिँ सुत्नु भयो अलिकति 3:30 भयो हजुर म चाहिँ प्याकिङ गरिदिएर दाइ चाहिँ उता कुरा गर्दै हुनुहुन्छ म चाहिँ लुगा लिन जान्छु बाहिर बाबाको यहाँ छैन अरू केही पनि दाइको अर्जेन्टली बोलाइहाल्नु आज ठ्याक्कै प्याकिङ हुँदैछ अनि प्याकिङ भएर दाइको लागि खानेकुरा लिन जान्छौँ अचानकै बोलायो मम्मीलाई थाहा छैन बाबुलाई पनि थाहा छैन भाउजू र मलाई थाहा दाइलाई अब चाहिँ प्याकिङ गर्दैछौँ भ्यानिला प्याकिङ गरेर गाइस यहाँ चाहिँ आज हाम्रो मनोज दाइको बर्थडे थियो काइलेमा आउनुभएको थियो मसँग जाने भनेर अब फेरि दाइ जानुपर्ने भएर 3 चुला हुन्छ भनेर घरमा म जान पाइनँ आज हल्दारपुर म भोलि जान्छु अब हल्दारपुर दिदीसँग फिल्म हेरिसकेपछि म भोलि जान्छु अब घर काइलेमा घर अनि काइलेमा पानी पिउने गरे यहाँ गौरी छन् जाने मान्छेको अति दिमाग खराब भएर सुत्दै खान अनि जान्छन् म त अघि नै जाने हो भनेर रेडी भएको त पछि पो रहेछ जाने सुत्दा सुत्छु त्यही अब यही पाण्डे चाहिँ चिकन तर्पटे किन्न जान्छु दाइ अहिले एकैपछि जाने गरे के ल्याइदेऊ ए कहाँ पाइन्छ भाइ मैले ल्याएँ 3 प्लेट ल्याएको 1 प्लेट यहाँ 1 प्लेट यहाँ 1 प्लेट बाबालाई दाइ चाहिँ अब जाने हो दाइ चाहिँ सिधै रोटी खाएर जाने गरे त्यही भएर हाफ गराएको छु मैले दाइ जब चाहिँ दाइ पनि जानु भयो लग्न लिनु उहाँको नलाउनु भयो जुत्ता ब्यागमा खाने सङ्घर्ष आए जुत्ता ब्यागमा खाने सङ्घर्ष हुँदैछ यहाँ दुईजनाको चेन लाग्छ कि नै त्यो हो भन्ने कुरा लायो 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 नगरे जबरजस्ती नगरे यार चेन लागेको खुसीमा ज्याकेट चाहिँ बाहिर यस्तै यस्तै बेरेर जाऊ ज्याकेट होइन यो लगाउने कुन हो राति लगाउने के यो लगाउने न दोस्रो आउँछ यो घडी मेरो घडी कहाँ छ यहाँ जुत्ता हालेर चाहिँ रोक्नु न घडी भाउजूको यो मेरो घडी कहाँ पो छ दाइको घडी कहाँ रे थाहा छैन गरे थाहा छ भन्दै अस्ति घडी पनि मैले भेटेको के अरे आफूले ए सानो ब्यागमा हेर त त्यो त कालीको घडी हो क्या त्यो त लेडिज घडी हो नि त्यो त त्यही हो जस्तो मानेको थिएँ मैले सेम सेम छ होला घडी
झापड हाल्छु लेडिज भन्दाखेरि अहिले यो कस्तो खाले घडी हो जेन्ट्स होइन होइन बाजु कसलाई चाहिँ सानो छ फेरि त्यही त भाउजूको हो कि कसलाई सानो छ ल लगाउँदा फेरि तपाईँको हो होइन रेडी हुँदैछन् सोल्टी राजा यस्तो टाइट छ कसले हेर्छ र यो यहाँ पो लाग्छ कि नै अब मलाई त लाग्दैन लाग्दैन यस्तो टाइट नि हुँदै होइन त मेरो कहाँबाट लाग्छ मेरो छैन त्यो मेरो तलै छ जस्तो लागेको छ मैले तलै छ कि मैले माथि ल्याएको छु घडी खोल्दै आफ्नो सोल्टी 5 करोडको घडी बोल्न राख्ने ल किन उतै जानलाई ढोक्छु क्या खिम्दाको से चप्पल कहाँ जबरजस्ती ढोक त्यही त जान्छु अहिले म भोलि पर्सि आउँछु ल गाइस अब चाहिँ दाइ जानलाई यति राति जानुपर्ने छ के गर्नु काम त्यस्तै छ खिम्दै मलाई चप्पल दिनु यो मलाई जाने तपाईँ यो लाउनु खिम्दै बाहिर ए आउनु जोको तिम्रो खिम्दै छोड्न जानुहुन्छ बादाईलाई टुट्यो खिम्दै यो लाउनु न यो यत्रो यहाँ चप्पल हुँदा हुँदा नलाउनु के त्यो टुट्यो क्या खिम्दै गेर हान्दा फुत्किन्छ अहिले त्यो अहिले नजानु हाम्रो खिम्दाई छोड्न जानु भयो हामीलाई हेर त अलि त हो अलि त ल ड्याडी पनि आउनुभयो सजिलो हुन्छ चप्पल माल गाडीमै जानु कुन चाहिँ सिमला जाने गाडीमा हो अब चाहिँ जानुभयो केटा मोबाइल चार्ज लगिस् को बाइक बाहिर राख्ने चार्जर के राम्रोसँग आफ्नो परिवेन डकुमेन्ट हालेपछि डकुमेन्ट नि आइडी कार्ड सबै ओहो यसो त अन्त नयाँ बनाएर छ त गाडी बोलेरमा हाल्छ आनाखेरि त्यहाँ फेरो त ल बाई 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 कहिले लैजानु के हुन्छ गए हाम्रो सोल्टा यहाँ चाहिँ मम्मी लुगा लिएर आउनुभयो भाउजू हुनुहुन्छ रोटी पोल्दैछन् नआए नआए नि पोले खालको कोहीले बुढो जानुभयो हजुरलाई कस्तो लाग्यो जब अब चाहिँ म अन्डा जान्छु अन्डा बाबाहरूले भैँसी मासु खानु त्यही भएर बाबा र बजारलाई अन्डा म चाहिँ जान्नको अन्डा लिन यो पसल घरतिर यस्तो छ मेरो घर
ल बिरती भनेर मनको डेरा तिमीमै सारे बरिलै म त तिम्रै मायामा परे बरिलै मनको डेरा तिमीमै सारे बरिलै म त तिम्रै मायामा परे बरिलै गाइस अब हाम्रो चाहिँ दलनाम चोकमा भाउजूको लागि साइनेक्स किन्न अस्ति गुराँस गएर 5 मिनटको लागि रुको लागि गएर साइनेक्स भागे उयो त बाँदरमा चाहिँ बाँदर बच्चा यसले टोकेको होइन देख्नुहुन्छ बाँदरको बच्चा छ त्यहाँ यसले एउटा भदल टोकेको र भदल मेरो हामी चाहिँ अब चोकमा पुग्ने लाम चाहिँ ओहो राइट खुट्टा छ क्या हो ओहो को त हाँस्छ